परम्परागत ढङ्गले चल्ते चलातेको तरिकाले मात्रै हामीले देशको अगाडि उत्पन्न परिस्थितिको सामना गर्न सकिँदैन। राष्ट्र जुन असाधारण सङ्कटको अवस्थाबाट गुज्रेको छ, राष्ट्रलाई थप एकताबद्ध गर्ने, राष्ट्रिय एकता सुदृढ गर्ने, राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्नको लागि नितान्त नयाँ सङ्कल्पसहित पहल कदमी लिन जरुरी छ भन्ने निष्कर्षका साथ हामीले पार्टी एकता प्रक्रियालाई लियौँ र यो असाधारण परिस्थितिको सामना असाधारण ठुला पहल कदमीबाट मात्रै हुन सक्छ भनेर नै नेपालको इतिहासमा सायद पहिलो पटक एकैसाथ 19-20 वटा कम्युनिस्ट र समाजवादी घटकहरूको एकता गरेर परिस्थितिलाई सामना गर्ने र देशमा उत्पन्न सङ्कटको समाधान गर्न पहल लिने हामीले सुरुवात गऱ्यौँ। अहिले कमरेड माधव नेपालले भने जस्तै यो प्रक्रिया दिन प्रतिदिन जनशक्तिका साथ अगाडि बढेको छ। खाली घटक सङ्गठनहरू मात्रै होइन, त्यस्ता थुप्रै व्यक्तित्वहरू जो देशको माया गर्छन्, परिवर्तन प्रति इमान्दार छन्, त्यस्ता हजारौँ हजार नेता कार्यकर्ताहरू पनि हाम्रो सन्देश सभाहरूका क्रममा होस् या यो पार्टी कार्यालयमा त झन्डै दिनदिनै जस्तो धेरै पार्टीमा समाहित हुने कार्यक्रमहरू सम्पन्न भइरहेका छन् र अघि भनिए जस्तै भोलि राष्ट्रिय सभागृहमा काठमाडौँ उपत्यका र देशैभरि पनि एउटा बलियो सन्देश दिने गरी अर्को हामीले एकता समारोह त्यहाँ गर्दैछौँ। भ्रष्टाचार मुक्त जस्तो समाजको परिकल्पना गरेका छन् त्यस्तो समाज बनाइ छाड्ने सङ्कल्पमा हामी अगाडि बढौँ। हामीले यो अपिल देशैभरि गरिसकेका छौँ र आज शपथ ग्रहणपछि अब सङ्गठनको कामलाई पहिला हामी केन्द्रीय संरचनालाई पूर्णता दिने काम गर्नेछौँ। आज देशलाई एउटा ठुलो एकताको आवश्यकता परेको छ र यो पार्टी एकता मार्फत हामी नेपाली जनताको एकता, मधेसी, आदिवासी, जनजाति, दलित, महिला, मुस्लिम, थारू लगायत हिमाली क्षेत्रमा रहने तमाम जाति वर्ग समुदायको एकतालाई सुदृढ गर्न चाहेका छौँ। हाम्रो उद्देश्य यो पार्टीको एकतालाई सुदृढ गर्नु मात्रै होइन, यो एकता मार्फत नेपाली जनताको राष्ट्रिय एकतालाई सुदृढ गर्नु हो र अझ बृहत वाम एकताको निम्ति आधार तयार पार्नु पनि हो। यसको निम्ति तपाईँ हामी सबैले हृदयदेखि एउटा नयाँ सङ्कल्प रूपान्तरणको निम्ति नयाँ प्रतिज्ञा गर्न जरुरी छ। मलाई विश्वास छ आजको शपथ ग्रहण कार्यक्रम जो यो हल प्राङ्गणमा मात्रै होइन, आज देशका 77 जिल्लाका जिल्ला स्तरमा, पालिका स्तरमा, सम्भवतः ओडामा पनि, देशभित्र मात्रै होइन प्रवासमा पनि, विदेशमा रहेका पार्टीका साथीहरूले पनि यो शपथ ग्रहण कार्यक्रममा भाग लिइरहनु भएको छ, शपथ लिइरहनु भएको छ। राष्ट्रिय सभाको चुनावपछि त्यसपछि प्रदेश सभाको चुनावमा हामी जानेछौँ। प्रदेश सभाको चुनावको दुईटा पाटा छन्। एउटा प्रत्यक्ष निर्वाचनमा हामीले उम्मेदवारहरू अगाडि बढाउनु पर्ने, त्यहाँ पनि धेरै गाह्रो छ। त्यसपछि समानुपातिक, अनि त्यो समानुपातिकमा मत जति धेरै प्राप्त गर्न सक्यौँ त्यति नै धेरै समानुपातिकबाट निर्वाचित गर्न सक्नेछ। हो यी सबै कुराहरूको सन्दर्भमा चुनाव अर्को हाम्रो अग्नि परीक्षा हुनेछ। यस बिचमा चुनाव हुन्छ भन्ने नै हामीलाई लागेको छ। सन चुनाव हुँदैन कि भन्ने कुरा ठानेर चुप लागेर पर्खेर बस्ने होइन, चुनावको तयारीमा पुरै जुट्ने हो। र यसका लागि हामीले निर्वाचनको बारेमा चुनाव घोषणापत्र पनि तयार गर्ने कमिटी बनाइसकेका छौँ। मस्यौदाको काम पनि अगाडि बढ्न थालिरहेको छ। त्यसै गरी निर्वाचनको पुरै परिचालन गर्ने कमिटी पनि हामी बनाउन गइरहेका छौँ। हाम्रो संयोजक कर्पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा त्यो हामी बनाउनेछ। निर्वाचन घोषणापत्र कमरेड नारायण काजी श्रेष्ठको संयोजकत्वमा बनाउने हामीले तय गरेका छौँ। र त्यसपछि निर्वाचनसित जोडिएका अरू कामहरू हुनेछन्। त्यसमध्ये सबभन्दा ठुलो काम भनेको आर्थिक सङ्कलनको काम। त्यसमा पनि जसले एकदम अगाडि सरेर धेरै सहयोग उठाउन सक्नुहुन्छ उहाँलाई हामी विशेष धन्यवाद दिनेछौँ, प्रोत्साहन पनि दिनेछौँ। किन्तु अर्को ठुलो समस्या, अर्को ठुलो चुनौती पनि हुनेछ।
यी सबै कुराहरूको सन्दर्भमा हामीले चुनावमा हाम्रो मतको रक्षा कसरी गर्ने, चुनावमा देखा परेका विकृतिहरूको सामना कसरी गर्ने, पैसाको लेनदेनलाई रोक्ने कसरी, यी सबै कुराको सामना गर्नुपर्ने पनि आवश्यकता भएको हुनाले पनि हाम्रो बिचको एकता आवश्यक छ।